नेपालकै पहिलो नवग्रह मन्दिर चर्चामा छ। नेपालको पहिलो नवग्रह मन्दिर भनेर चर्चा र आकर्षण बढेपछि हामी पनि लाग्यौं नवग्रह मन्दिर दर्शन गर्न अर्जुन चौपारी स्याङ्जातिर। उकाली पनि रमाइलो लाग्छ उस्तै नै हो राली, सिरसिर हावाको सुस्केर पनि बजे झै मुरली। उकाली पनि रमाइलो लाग्छ उस्तै नै हो राली। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका वडा नम्बर 1 मा ऐतिहासिक धार्मिक वन क्षेत्रलाई धार्मिक पर्यटनको हब बनाउने योजनाको परिकल्पना गर्ने परिकल्पनाकार, योजनाकार, स्थानीय जनप्रतिनिधिको धार्मिक आध्यात्मिक मन तथा पर्यटन प्रवर्धनको रणनीतिलाई त मान्नै पर्छ। पहाडकी रानी तिम्रो पछ्यौरी हरियो, पहाडकी रानी। यति बेला हामी छौं नवग्रह मन्दिर क्षेत्रमा। हामी स्याङ्जाको अर्जुन चौपारीमा रहेको प्रसिद्ध नवग्रह मन्दिर निकै पवित्र स्थलमा छौँ र यति बेला नवग्रहको हामी परिक्रमा, नवग्रह देवताको हामी परिक्रमा गर्दैछौँ। सुन्दर छ यहाँको ठाउँहरू, पवित्र छ, एकदमै आध्यात्मिक भाव उत्पन्न हुन्छ यहाँ आइसक्दाखेरिमा। जो कोहीलाई पनि म यहाँ एकचोटि आउनुहुन अनुरोध गर्न चाहन्छु। यो निकै नै सुन्दर पनि छ, पवित्र पनि छ। यहाँ आइसकेपछि अलिकति अर्कै महसुस हुन्छ। नवग्रहको पूजा विधि विशेष हुने गर्छ, त्यसैले नयाँ तीर्थालु तथा भक्तजनका लागि दर्शन पूर्व विधिका बारेमा संक्षिप्त जानकारी समेत गराइन्छ। नवग्रह मन्दिरसँगै सटकोट शिवालय बनाइएको छ भने सटकोट शिवालयको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग र कोणहरूमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ। नवग्रह मन्दिरको मुख्य स्तम्भ नवभुज आकारको रहेको छ। त्यसो त हरेक दिन विभिन्न तीर्थालु आउने गर्नुहुन्छ, तर शनिबार भने विशेष भिड लाग्ने गर्छ। सबै अनुभव प्रसायमा गर्ने यही निधो गरियो। छेवैको पञ्चकन्या मन्दिरमा भने वर्षौंदेखि विशेष आस्थाका साथ विभिन्न पर्व विशेषमा पूजा आजा हुँदै आएको छ। पहाडकी रानी तिम्रो चौबन्दी हरियो, राम्रै होलान् ती स्वर्ग र परी त शास्त्रमा लेखेको। धरतीकै सुन्दर स्वच्छ सरिता आफैले देखेको। पोखराबाट करिब 55 किलोमिटर रहेको यस मन्दिरसम्म नै सडक सुविधा पुगेको छ। धरतीकै सुन्दर स्वच्छ सरिता आफैले देखेको।
पिला फकी छरदा सुबास हमरा बनी चाखेदा मधुर सङ्घारे तरियो। तपाईलाई पनि यस ठाउँमा आउन मन छ भने आएर त हेर्नु। पछ्यौरी हरियो